मन्द मन्द सुस्त बोलीले म हराएकी छु। गल्ती आफ्नै छ, त्यसैले अरू कोहीलाई भन्न पनि डराएकी छु। सानै उमेरमा बने छोरीबाट बुहारी म, जित्न नि सक्दिन कतै पनि लडाई र जुहारीमा। न त संस्कारले बलियो छु, न त सहनशीलता छ ममा। मलाई त त्यहाँ बिरत्त लाग्छ आमा, औला उठाउँदा तिम्रो ममतामा। कति ठुलो भुल गरे जस्तो लाग्छ आज भोलिलाई, मलाई त त्यो क्षणले सरापेको हो जब रित्तै पारिदिएकी थिएँ मेरो बा आमाको झोलीलाई। उमेर सानै छ, कतै पनि परिपक्व छैन म, जोगाएर राखिदिन्छु कि बिगार्छु यो सम्बन्धलाई, निर्धक्क पनि छैन म। लाला बाला हातमा खेलाउने क्षमता त अहिले थिएन नि, अब त यीहरूको विचलित गराउन मेरो 9 महिनाको सामर्थ्यले दिँदैन नि। सिन्दुर पोतेर चुराको साइनोमा म जब देखि बाँधिए, मनमा पीर मर्का र असन्तुष्टिले समाधिहरू साँधिए। हुन त गल्ती मेरै हो, बेलैमा बुद्धि पुर्याइन, लगन गाँठो पार्न सही समय आफैले जुराइन। आवेशमा आए चिताइन केही पनि, वैवाहिक सम्बन्धमा बाँधिए। मेरो यो छोटो समयको निर्णयले मेरा बा आमा टाढिए। न त कसैको लागि सही, न त प्यारी बनेकी छु। कसैले पनि राम्रो गुनासो लगाउँदैनन्, सबैका लागि अप्ठ्यारो बनेकी छु। मैले त म ठिक छु भनेर आफैलाई ढाँट्दैछु। आफ्नो गल्तीको कारणले परिस्थितिलाई अँगाल्न बाध्य छु।